के गर्न के बालन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको, लोकतन्त्रको चिरहरण गरेर बालन तन्त्र स्थापना गर्न खोजिएको हो, संविधानको चिरहरण गरेर कुनै बालन तन्त्र स्थापना गर्न खोजिएको। यो संसदसँग किन तर्सिरहनु भएको छ, यो संसदसँग किन टाढा भइरहनु भएको छ र यसलाई छल्न खोजिरहनु भएको छ। यो आज आम नेपाली जनता र हामी यो संसदमा प्रतिनिधित्व गर्ने सबै मान्य सदस्यहरूको आम प्रश्न हो भन्ने मलाई लाग्छ। यो संसदले प्रधानमन्त्री उत्पादन गर्यो र आफूलाई उत्पत्ति गर्ने संसदलाई जुन इरेस्पोन्स गर्ने काम भइराखेको छ, इरेस्पेक्ट गर्ने काम भइराखेको छ, यसले नेपाली जनता र यो संसदलाई बडो गम्भीर बनाएको छ। म स्मरण गराउन चाहन्छु कि संविधानको धारा 10 र धारा 81 ले को आज सरकारबाट त्यो संविधानको चाहिँ उल्लङ्घन गर्ने काम भइराखेको छ। धारा 10 ले सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति सामूहिक र व्यक्तिगत रूपमा उत्तरदायी हुनुपर्नेछ भन्ने कुरा स्पष्ट व्यवस्था गरेको छ। तर आजसम्म एक पटक पनि प्रधानमन्त्रीले यो संसदमा आएर कुनै पनि कुराको जवाब दिनुभएको छैन, कुनै पनि कुराको चाहिँ रेस्पोन्स गर्नुभएको छैन। यसप्रति रेस्पेक्ट छैन, उहाँहरूको रेस्पोन्स छैन, चाहिँ प्र्याक्टिसहरू जुन छन् ती प्र्याक्टिसहरूलाई खण्डन गरिएको छ। यो प्रकारका गतिविधिहरू प्रधानमन्त्री र सरकारबाट भइरहेको छ। अर्को धारा 81 को कुरा, धारा 81 मा सरकारले चाहिँ राष्ट्रपति र प्रधानमन्त्रीको बिचमा अथवा कार्यपालिका र राष्ट्रपतिको बिचमा दूरी बढाउने काम भइराखेको छ। यो पनि संविधानको गम्भीर उल्लङ्घन हो। के यसले एउटा प्रश्न सिर्जना गर्न चाहन्छ, अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई इरेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ। गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ। त्यति मात्र होइन, नित्यता कार्यक्रमको बेलामा प्रधानमन्त्री यहाँ उपस्थित हुनु भएन। हामीले भन्यौँ नित्यता कार्यक्रममा प्रधानमन्त्री यहाँ उपस्थित हुनु पर्यो भन्यौँ, त्यो बेला चाहिँ कुरा गर्यो, प्रतिनिधि सभा नियमावलीको 38 को 1 को कुरा उठायो। हामीले ठिक छ भन्यौँ, जिम्मेवार बन्यौँ। तर पटक पटक प्रतिनिधि सभाको नियमावली 56(1) ले प्रधानमन्त्री यो चाहिँ प्रत्येक महिनाको चाहिँ अन्तिम साता, पहिलो साताभित्र चाहिँ यहाँ चाहिँ प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भन्ने कुरा व्यवस्था गरेको छ। त्यसै गरी प्रतिनिधि सभा नियमावलीको 15(2) ले पनि त्यही व्यवस्था गरेको छ कि प्रधानमन्त्री आज प्रधानमन्त्री मात्रै हुनुहुन्न, गृहमन्त्री पनि हुनुहुन्छ, अन्य मन्त्रालयको पनि जिम्मेवारी छ। आकस्मिक समयमा, विशेष समयमा, शून्य समयमा यहाँ राष्ट्रिय महत्त्वका गम्भीर प्रश्नहरू सिर्जना भएका छन्। सत्तापक्षका मान्यज्यूहरूले पनि प्रश्न गर्नुभएको छ, विपक्षका मान्यज्यूहरूले पनि प्रश्न गर्नुभएको छ। आपद विपदका प्रश्नहरू छन्, तत्काल जवाब दिनुपर्ने, तत्काल रेस्पोन्स गर्नुपर्ने प्रश्नहरू छन्। तर यो सबै कुरामा अनदेखा भएको छ। त्यस कारणले प्रधानमन्त्रीले यो सदनमा आउनुपर्दछ, यो सदनमा आएर चाहिँ जवाब दिनुपर्दछ भन्ने हाम्रो कुरा हो। म भन्न चाहन्छु प्रधानमन्त्री किन सदनलाई यो ढङ्गले चाहिँ रेस्पोन्स गर्न खोजिरहनु भएको छ, खोपीको देउता बन्दै हुन्छ। म सोध्न चाहन्छु, सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु, के प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गरेको हो, घन्टी बजाएर पूजा गर्दै हो? के गर्न के बालन तन्त्र चाहिँ स्थापना गर्न खोजिएको, लोकतन्त्रको चिरहरण गरेर बालन तन्त्र स्थापना गर्न खोजिएको हो, संविधानको चिरहरण गरेर कुनै बालन तन्त्र स्थापना गर्न खोजिएको। आज यी प्रश्नहरू गम्भीर रूपमा उठिरहेका छन्। त्यसकारण प्रधानमन्त्री बालेन्द्र शाहले यो सदनमा आएर यी गम्भीर प्रश्नका, नेपाली जनताका प्रश्न र यी समस्याहरूको जवाब दिनुपर्छ। हामी त्यो चाहन्छौँ। त्यसो भएको हुनाले प्रधानमन्त्री यो ठाउँमा नआइकन यो सभाको कारबाही अगाडि बढ्न सक्दैन। म त्यो भन्न चाहन्छु। मान्छेहरूले धेरैले प्रश्न गर्ने गर्छन्, के हो प्रश्न तपाईँहरूको भन्न चाहन्छन्? गम्भीर प्रश्न छन्। राष्ट्रिय चाहिँ सामाजिक यो सरकारको चाहिँ आर्थिक नीति के हो, सामाजिक नीति के हो, राजनीतिक चाहिँ उद्देश्य के हो, यी गम्भीर प्रश्नहरू छन्। सुरक्षाका, सीमा सुरक्षाका विषयहरू छन्, राष्ट्रिय सुरक्षाका विषयहरू छन्, आपद विपदका विषयहरू छन्। म बझाङ जिल्लाको एउटा प्रतिनिधि हो। मेरो बझाङ जिल्ला राज्यले दुर्गम क्षेत्र बनाएको एउटा जिल्ला हो। त्यहाँका जनताको जनजीवन अस्तव्यस्त छ। त्यसका सन्दर्भमा गम्भीर प्रश्नहरू छन्, पटक पटक उठेका पनि छन्। यी यावत प्रश्नहरूको जवाब यो सरकारले दिनुपर्छ कि पर्दैन यो सदन मार्फत? त्यसो भएको हुनाले पनि प्रधानमन्त्रीको यो सदनमा उपस्थिति जरुरी छ। संविधानको कार्यान्वयन गर्न, प्रतिसभा नियमावलीको कार्यान्वयन गर्न र जनताप्रति यो सदनप्रति उत्तरदायी बन्न र जनताको जनमतको सम्मान गर्न प्रधानमन्त्री यो सदनमा उपस्थित हुनुपर्छ भन्ने हाम्रो महत्त्वपूर्ण जोरदार माग हो। त्यसो भएको हुनाले प्रधानमन्त्री यो सदनमा उपस्थित नभइकन सदनको कारबाही अगाडि नबढोस् र सम्माननीय सभामुख महोदयले प्रधानमन्त्री र सरकारलाई रुलिङ गरेर यहाँ चाहिँ आएर जवाब दिने परिस्थिति निर्माण बनियोस्। हाम्रो कुरा यति हो। धन्यवाद।